हेलो नमस्ते म कुसुम आचार्य आज म हजुरहरूको माझमा हाम्रो एकदमै होइन एकदम सिनियर म्यामलाई चाहिँ भेटाउन चाहन्छु है। उहाँ म्याम चाहिँ हेर्नुहुन्छ भने आज हामी चाहिँ एउटा हेल्थ सेक्टरमा एउटा कनेक्टिभ भएर काम गर्दैछौँ नि त। उहाँ म्यामलाई चाहिँ हेर्नुहुन्छ भने प्रायः जस्तो हामी चाहिँ किडनीमा मेन प्रब्लम आइदियो भने होइन अब लास्ट स्टेजमा एज अ किडनी डायलिसिस गर्नु पऱ्यो कि त किडनी ट्रान्सफर गर्नुपर्ने अवस्थाहरू हुन्छ होइन। तर त्यो उहाँ म्यामले हेर्नुहुन्छ भने चाहिँ 9-10 कति धेरै चाहिँ यो चाहिँ किडनी चाहिँ हुन्छ नि त डायलिसिस गर्दै गर्नुभएको थियो कि। तर त्यही क्रममा चाहिँ यो प्लेटफर्मको बारेमा बुझ्नुभयो होइन। सप्लिमेन्टहरू खाएर एकदमै राम्रो भएको छ क्या उहाँ म्यामलाई होइन। अनि उहाँ म्यामसँग चाहिँ म हजुरहरूलाई चाहिँ भेटाउन चाहन्छु ल। उहाँ म्याम हुनुहुन्छ सृजना भुजेल म्याम है। एकदम खुसी लागेको छ म्याम है। अब तपाईँ अब अहिले चाहिँ सबै खाएर धेरै राम्रो पनि भएको छ नि त होइन। अब त उहाँ आफैमा एउटा किडनी डायलिसिस गर्दै गरेको प्यासनहरू छ र अहिले चाहिँ रिजल्ट ओरिएन्टेड पनि छ होइन। तपाईँ आफैले चाहिँ युज गर्नुभएको होइन। पहिला चाहिँ किलोमिटर 9 कति थियो तपाईँको म्याम? 12 होइन 12 49 12 थियो क्या। अनि अहिले हेर्नुहुन्छ भने छैन हेर्नुहोस् त। आज हेर्नु त मजाले आज यहीँबाट चाहिँ स्वास्थ्यहरू इम्प्रुभमेन्ट गराउनु भएको छ, साथसाथै कमाइ पनि लाग्नु भएको छ र अहिले भर्खर पनि तपाईँले चाहिँ किडनी पेसेन्टलाई भेटाउनु है। अनि धेरै राम्रो हेर्नुहोस् त। आज उहाँ मात्र रिकभर हुनु मात्र होइन है, म जस्तै कति धेरैजना किडनी प्रब्लमहरू होला, किडनी बडी भएको होइन उहाँ व्यक्तिहरूलाई चाहिँ म चाहिँ हेल्थ सम्बन्धी चाहिँ एकदमै राम्रो इम्प्रुभमेन्ट चाहिँ गराउँछु। मेरो सक्दो चाहिँ होइन एउटा चाहिँ सानो कुराले चाहिँ सानो इन्फर्मेसनले गर्दा भने चाहिँ आज हेर्नुहुन्छ भने लागिराख्नु भएको छ स्वास्थ्य सम्बन्धी र आज लाग्दै गर्दाखेरि उहाँ मात्र नभएर आज धेरैजना व्यक्तिहरूलाई चाहिँ रिकभर गराउँदै हुनुहुन्छ होइन। तपाईँले चाहिँ लगभग किडनी पेसेन्ट होइन अरू के समस्याहरू चाहिँ रिकभर गराउँदै हुनुहुन्छ म्याम? खाएको लागि धेरै जस्तो चाहिँ किडनी पेसेन्टहरूलाई चाहिँ रिकभर गराउँदै हुनुहुन्छ आज जुन चाहिँ ओरेन्जको सर्भिस ठिक छ। सो होइन मजाले चाहिँ युज गर्नुभएको जस्तो म आफै पनि युज गर्दैछु होइन। एकदम बबाल छ र साथसाथै चाहिँ मलाई धेरैजनालाई पनि युज गरिरहेको छु। जसले विश्वास गर्छ उहाँहरूलाई नि बेटर एज अ हेल्थ पाउने नै हो होइन। त्यसले गर्दाखेरि चाहिँ विश्वास गर्नुहुन्छ युनिभर्सिटी कलेक्टर लाग्दैछ क्या है।